आज एउटा कविता, वरिष्ठ कवि कालीप्रसाद रिजालको कविता, शीर्षक चिसा चिसा नेपालीहरू। यो कान्तिपुर दैनिकमा 25 कार्तिक 2058मा छापिएको रहेछ। यो उहाँको सङ्ग्रह, कविता सङ्ग्रहमा प्रकाशित छ। हिमालको काखमा बस्दा बस्दै जमेर स्वयं हिउँमा परिणत भइसकेका छन् नेपालीहरू। त्यसैले लु लाग्ने ठाउँका अरब मुलुकहरूमा खुब बिकेका छन्, खुब प्रयोग भइरहेका छन्। अब यिनीहरूलाई तताउने नै हो भने पहिले त आगो दन्काएर पगाल्नु पर्यो, पानी बनाउनु पर्यो। त्यसपछि मात्र कुनै तापक्रममा पुगेर यिनीहरू उम्लने छन्। अन्यथा वरिपरि अति नै घाम लागे पनि, ऋतु बदलिएर कुनै मौसम आए पनि बरफको बरफ नै रहनेछन्। चिसा चिसा नेपालीहरू। यो मलाई सान्दर्भिक लाग्यो।